म नेपाली एफएम निर्मित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। पहिलो समाचारमा विश्वकपमा मेसीले ह्याट्रिक गरेका छन्। न्युयोर्कबाट प्राप्त समाचार अनुसार लियोनेल मेसीले कीर्तिमान 6औं विश्वकपको सुरुवात ह्याट्रिक सहित गरेका छन्। उनले बुधबार अल्जेरिया विरुद्ध 3 गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता बनेका छन्। अर्को समाचारमा हाइड्रेसन ब्रेक आलोचित हुँदैछ। एटलान्टाबाट प्राप्त जानकारी अनुसार विश्वकप 2026 मा प्रयोग गरिएको हाइड्रेसन ब्रेक एक हप्ता नबित्दै आलोचित भएको छ। त्यसैगरी मल्चिङ प्रविधिले तरकारी खेती फेरिएको छ। सन्तोष दैदानबाट प्राप्त समाचार अनुसार किसानले नयाँ प्रविधि अपनाएर घरखेतमै खेती गरेर पैसा कमाइरहेका छन्। अर्कोतर्फ रूपक भएर व्यवसाय गर्न आग्रह गरिएको छ। काठमाडौँबाट प्राप्त जानकारी अनुसार अर्थमन्त्री डा स्वर्णिम बागलेले निजी क्षेत्रप्रति सरकार सकारात्मक रहेकाले व्यवसायमा रूपक हुन भनेका छन्। यसैगरी चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल सुरु भएको छ। काठमाडौँ, इलाम र बिरतामोरबाट प्राप्त समाचार अनुसार भारतमा चिया निकासी समस्या समाधानका लागि सरकारले कूटनीतिक प्रयास थालेको छ। त्यस्तै डलर बढ्दा 1.5 खर्ब ऋण थपिएको छ। काठमाडौँबाट प्राप्त जानकारी अनुसार अमेरिकी डलरको विनिमय दर बढ्दा मुलुकको ऋण भार बढेको छ। अर्को समाचारमा अवकाश कोष सञ्चालन सम्झौता भएको छ। काठमाडौँमा नागरिक लगानी कोष र एभरेस्ट बैंकबीच कर्मचारीको अवकाश कोष व्यवस्थापनका लागि सम्झौता भएको छ। यसैबीच भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा पठाइएका छन्। विशेष अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ। थप समाचारमा असार तेस्रो सातादेखि सुकुमवासीलाई लाल पूर्जा दिने बताइएको छ। काठमाडौँमा विनियोजन विधेयक छलफलका क्रममा मन्त्रीले यस्तो जानकारी दिएका छन्। अन्तिम समाचारमा लोक सेवा आयोग अध्यक्ष निवृत्त भएका छन्। माधव प्रसाद रेग्मी उमेर हद पूरा गरी अवकाशमा गएका छन्। विस्तृत समाचारका लागि niloNepal.com मा जानुहोस्।